आज हाम्रो पार्टीले 76 वर्ष पूरा गरेर 77औं वर्षमा प्रवेश गर्दैछ। हामीले संघर्षका, बलिदानका र सफलताका 76 वर्षहरू पार गरेका छौँ र 76 वर्षहरू गौरवका वर्षहरू, उपलब्धिका वर्षहरू पार गरेका छौँ। हामीले आन्दोलनलाई एउटा पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण गरिसकेका छौँ, अथवा अहिले संस्थापन कालको पुस्ता अब लगभग बाँकी रह्यो। त्यसभन्दा पछिको पुस्ता सङ्घर्षको मैदानमा छ। संस्थापन कालमा कलिलो उमेर भएका साथीहरू त हुनुहुन्न, तर संस्थापन कालमा अलिक वयस्क भइसकेका साथीहरूको एकाध थोरै संख्या बाहेक अब त्यो संख्या लगभग बाँकी रह्यो। यी 76 वर्षहरूमा त्यसकारण आज हामी पार्टी स्थापनाको 76औं वार्षिकोत्सव मनाइरहेका छौँ, वर्षगाँठ मनाइरहेका छौँ। यो वार्षिकोत्सव साँच्चै नै गौरव गर्न लायकको इतिहास सहितको वार्षिकोत्सव भएको छ। नेत्रलाल अभागीले सतीसाल भन्ने कविता लेखेर भन्नुभएको थियो, आधी भुइँका बेला सतीसाल मात्रै ठिङ्ग हुन सक्छ। कतिपय तत्त्वहरू अप्ठ्यारा परिस्थितिहरूमा अलिकति आन्दोलनमा धक्का लाग्यो भने कताबाट निस्किएर भागौँ भन्ने अवस्थामा हुन्छ। तर आज नेकपा एमाले बनेको यो पङ्क्ति एउटा गौरवपूर्ण इतिहासबाट इतिहासलाई जोगाएर, इतिहासको झन्डालाई उठाएर, गन्तव्य उद्देश्यका झन्डाहरूलाई उठाएर दृढताका साथ अगाडि बढ्दै यहाँ आइपुगेको छ। यस आन्दोलनले राष्ट्रियताको झन्डालाई सबभन्दा प्रखर ढङ्गले, गौरवपूर्ण ढङ्गले उठाएको छ। अरू कसैले भन्दा दृढताका साथ, स्पष्टताका साथ के हो राष्ट्रियता, हाम्रो राष्ट्रिय हित भनेको के हो, राष्ट्रिय हितलाई कसरी परिभाषित गर्ने, अघिल्लो राष्ट्रहित आफ्नो देशलाई मात्रै फाइदा हुने अन्यायपूर्ण राष्ट्रहितको दृष्टिकोण, अहङ्कारी राष्ट्रहितको दृष्टिकोण, स्वार्थी राष्ट्रहितको दृष्टिकोण, वा न्यायपूर्ण अन्तर्राष्ट्रिय मानवीय उत्तरदायित्व सहितको राष्ट्रिय दृष्टिकोण। यसमा हाम्रो पार्टी सदैव न्याय र समानता सहित, न्याय भन्नाले समानता त्यसैभित्र पनि पर्छ, र अन्तर्राष्ट्रिय उत्तरदायित्व सहितको राष्ट्रिय हितलाई, त्यो झन्डालाई उठाउँदै अगाडि आएको छ। राष्ट्रको सार्वभौमसत्ता, स्वाधीनता, स्वतन्त्रता, भौगोलिक अखण्डता र विभिन्न प्रकारका राष्ट्रिय हितहरू र राष्ट्रिय गौरव, हाम्रो इतिहासको गौरव, हाम्रा पुर्खाहरूको गौरव, यसको झन्डा माथि उठाउँदै आएको छ। एउटा प्रमुख विशेषता यो भनेको छ आज नेपालमा राष्ट्रिय चेतना जुन छ त्यसको प्रतिनिधित्व, त्यसको
एक ढङ्गले भन्ने हो भने राष्ट्रिय गुरुको काम नेकपा एमाले गरेको छ। आज हामीले 7 जना साथीहरू, जसमध्ये 1 जनालाई मरणोपरान्त सम्मान गरेका छौँ। 7 जना साथीहरूलाई हामीले सम्मान गरेका छौँ। उहाँहरू इतिहास बोकेर आउनुभएको छ र त्यो इतिहास गौरवपूर्ण इतिहास बोकेर आउनुभएको छ। आज सम्मानित गरिएका साथीहरूमध्ये लगभग 14 सालदेखिको 2014 साल विक्रमको 2014 सालदेखिको इतिहास बोक्नुभएका वाचस्पति देवकोटा र त्यसपछिको इतिहास बोक्दै आउनुभएका साथीहरू सम्मानित हुनुभएको छ। म फेरि पनि उहाँहरूलाई हामीले पार्टीले सम्मान गरेको छ। म फेरि पनि उहाँहरूप्रति आदर सम्मान व्यक्त गर्न चाहन्छु। उहाँहरूको योगदानको प्रशंसा गर्न चाहन्छु। उहाँहरूका कार्यहरूको प्रशंसा गर्न चाहन्छु र उहाँहरूले दिनुभएका योगदानको कदर गर्न चाहन्छु र उहाँहरूका अनुसरणीय कामहरू, सिक्न पर्ने कुराहरू हामीले सिक्दै अगाडि बढ्नुपर्छ भन्ने कुरा पनि राख्न चाहन्छु। यसअघि पनि हामीले सम्मान गरेका छौँ। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीजीलाई गत वर्ष हामीले गणतन्त्र गौरवको सम्मानले विभूषित गरेका थियौँ र हाम्रो पार्टीको तर्फबाट प्रदान गरिने सबभन्दा ठुलो र सबभन्दा महत्त्वपूर्ण सम्मान गणतन्त्र गौरव, त्यसबाट उहाँलाई हामीले सम्मान गरेका थियौँ। अरू साथीहरूलाई अघिल्ला वर्षहरूमा हामीले सम्मान गरेका थियौँ। सबै साथीहरूप्रति म सम्मान व्यक्त गर्न चाहन्छु। अहिले पनि 7 जना साथीहरू छान्नु सजिलो कुरा थिएन। 76 वर्ष पुरा गरेको आन्दोलनमा योगदान गर्ने साथीहरू बहुत धेरै हुनुहुन्छ। बहुत धेरै साथीहरूले योगदान गर्नुभएको छ। म अगाडि नै हेर्छु, सम्मान गरौँ लाग्ने थुप्रो साथीहरू, सम्मान गर्ने पर्ने थुप्रो साथीहरू बसिरहनु भएको छ। तर अब हामी एकैचोटि धेरै ठुलो सङ्ख्यामा सम्मान गर्न पनि सक्दैन। त्यसले फेरि सम्मानलाई फिका पार्छ। त्यसर्थ हामीले सम्मान गर्नुपर्ने साथीहरूलाई पनि अर्को पल्टका लागि छोडेर केही साथीहरूलाई मात्रै यसपल्ट सम्मान गरेका छौँ र लगभग सम्मानित साथीहरूको सङ्ख्या 7 भन्दा माथि जानु वाञ्छनीय पनि हुँदैन। हरेक साल हामीले यस परिपाटीलाई पार्टी स्थापना दिवसका दिन निरन्तरता दिनेछौँ। आज केही पुस्तकहरू विमोचित भएका छन् र अहिले अन्तिममा विमोचित भएको पुस्तक मलराम शर्माजीको पुस्तक मैले फ्याक्टभित्र पल्टाएर हेरेँ। अलिक अगाडि भर्खरै अघि विमोचन भएको सेल्टर जस्तै उहाँको जेल डायरीको सम्बन्धमा रहेछ र मैले पल्टाएको पातामा उहाँहरू गिरफ्तार भएको र 50 जना जति अट्ने कोठामा 369 जना कि 70 जना कोचेर राखिएको त्यो कुराको वर्णनको पातो फ्याक्ट आइपुग्यो। मैले यहीँ बिचमा अहिले पल्टाएर हेर्दाखेरि बगी खानामा एउटा कोठो 50 जना जति हट्ने थियो, हामी 370 कि 69 जना त्यसमा कोचेर राखिएका थियौँ भन्ने मैले फ्याक्ट हेरेँ। अथवा हाम्रा स्मृतिहरू दुःखका स्मृतिहरू छन्, कठिनाइका स्मृतिहरू छन्, अप्ठ्याराका छन् र सबै साथीहरूले प्राय गिरफ्तारी नखाएका कमै साथीहरू हुनुहोला, हिरासत नभोगेका कमै साथीहरू हुनुहोला, अलिअलि मुद्दा नखेपेका पनि कमै साथीहरू हुनुहोला।
आलोचना विरोध लान्छना नसकेका पनि कुनै साथीहरू हुनुहोला, लान्छना विरोध पनि सहेरै आउनुभएको होला। गाली खानका लागि कुनै गल्ती गर्नु पर्दैन भन्ने उदाहरण चाहिँ अहिले गल्ती गर्नेहरूले, अपराधीहरूले, समाज बिगार्नेहरूले, राष्ट्रलाई नोक्सान पार्न खोज्ने तत्त्वहरूले राम्रो काम गर्नेहरूलाई नै सबभन्दा चर्को गरी घेराबन्दी गर्ने, विरोध गर्ने काम गरिरहेका छन्। यसमा विभिन्न प्रकारका शक्तिहरू सामेल भइरहेका छन्। विरोधीहरूले खुब सङ्गठित ढङ्गले घेराबन्दी र हमला गर्छन् अनि हाम्रै साथीहरूमा पनि कताकति फेरि यत्तिकै यो विरोध भएको छ त, यत्तिकै विरोध त भएको होइन होला भन्ने खालका पनि कता कता भ्रम पर्न खोजिया हो कि त्यो भ्रममा सामेल हुन खोजिया हो नबुझिने गरी त्यस्ता आशंका पनि उठाएर बोल्ने गरेको पनि पाइन्छ। विभिन्न प्रकारका वैदेशिक शक्तिहरूले हाम्रो पार्टीलाई समर्थन गरिरहेका छैन। यहाँ नेतृत्वले केही गल्ती त गरेन। यो राष्ट्रियताका सम्बन्धमा सवाल उठाएर विरोधको सामना गरिरहेका छ। यो जनताका सवाल उठाएर, अग्रगमनका कुरा उठाएर आलोचनाको तारो भइरहेका छ। आलोचनाको तारो नहुने खालको पो नेता खोज्नुपर्छ कि हामीले आन्दोलनका उद्देश्य छोडिदिउँ, राष्ट्रियताको मुद्दा छोडिदिउँ, यी इस्युहरू छोडिदिउँ, राष्ट्रिय हितमा लड्न छोड्यौँ, राष्ट्रिय गौरवका कुरा गर्न छोड्यौँ, अग्रगामी बाटो लिन छोड्यौँ भने त हाई हाई भइहाल्छ हुने। म पनि 1 महिनाभित्रै, जेठ महिनाभित्रमा हाई हाई हुने हो भने प्रशस्त हुन सकिन्छ नि। मैले कति छाएँ भनिदिने हो भने हाई हाई भइहाल्छ नि। हो यस्तो पो हुनुपर्छ भनिहाल्छ। तर हाम्रो पथ त्यो होइन। हामी एउटा महान परिवर्तनको उद्देश्यमा लागेका छौँ। पहिलो, हाम्रो जिम्मेवारीको क्षेत्र भनेको यो राष्ट्र हो। यस राष्ट्रमा गरिबी निवारण गर्ने, देशलाई एउटा सुशासनयुक्त लोकतान्त्रिक गणतन्त्र यसलाई फलाउने सही अर्थमा के हो लोकतान्त्रिक गणतन्त्र, कस्तो हुनुपर्छ भन्ने नमुना स्थापना गर्ने र सुशासन र विकासको गतिलाई अगाडि लाने, समृद्ध नेपाल र सुखी नेपाली बनाएर छोड्ने, यो चाहन्छुने नारा होइन। समृद्ध नेपाल र सुखी नेपाल। नेपाल समृद्ध हुनुपर्दछ, नेपाली जनता सुखी हुनुपर्दछ। यो भन्दा माथिल्लो उद्देश्य अर्को केही हुनै सक्दैन। हामी जुनसुकै बात भनौँ, जुनसुकै समाजवाद भनौँ, जेसुकै भनौँ, जेसुकै भने पनि हामीले सजिलो भाषामा समाजवाद भनेर त समाजवाद भन्ने शब्दभित्र त अनेक थरी तत्त्वहरू त्यसभित्र समेटिएका छन्, अटाएका छन्, त्यसलाई बोकेको अभिनय गरेका छन्। समाजवाद भनेर मात्रै पुगेन हामीलाई। हामीले जनताहरूले बुझ्ने गरी भन्नु पर्यो, समृद्ध नेपाल, सुखी नेपाल। नेकपा एमाले बाहेकका अरू पार्टी समृद्ध नेपाल हुनुपर्छ भनेर र सुखी नेपाली हुनुपर्छ भनेर भन्दा किन बोल्न सक्दैनन्? यिनका मुखबाट किन त्यो वचन निस्किन सक्दैन? नेपाल समृद्ध हुनुपर्छ, नेपाल जनता सुखी हुनुपर्छ, किन बोल्न नसक्या होला? के अड्किन्छ होला घाँटीमा? सुखी नेपाली भन्दा के अड्किन्छ होला? केले बोल्न नदिएको होला? सुखी नेपाली भन्न किन नमिलेको होला? यसको जवाफ उहाँहरूले नै भन्नु। हाम्रो पार्टी बहुत स्पष्टताका साथ समृद्ध नेपाल, सुखी नेपालीको गन्तव्यमा अगाडि बढ्छ। हामी समाजको पछौटेपन हटाउन चाहन्छौँ। आधुनिक, समृद्ध, समतायुक्त, सुशासनयुक्त यस्तो देश बनाउन चाहन्छौँ जहाँ शान्ति छाएको छ, जहाँ समानता छ, जहाँ हरेक मानिस कुनै भय नभएको वातावरणमा, डर त्रास नभएको वातावरणमा, भयमुक्त वातावरणमा बाँच्न सक्दछ, त्यस्तो चाहन्छ।
र सम्मानित जीवन बाँच्न पाउनुपर्छ। हाम्रो समृद्धि हरेक परिवारको, व्यक्ति त त्यस्तो हरेक हुन सक्दैन, हरेक परिवार आम्दानी र खर्चको स्थितिमा, आम्दानीले खर्च पुर्याएर बचतको स्थितिमा, आवश्यक खर्चहरू, अत्यावश्यक खर्चहरू पुर्याएर बचतको स्थितिमा जब हरेक परिवार पुग्छ, देश स्वतः समृद्ध हुन्छ। बढी आम्दानी जनताले हरेकले गरेपछि या हरेक वयस्क मान्छेले, काम गर्ने उमेरको मान्छेले राम्रो आम्दानी गर्यो भने, राम्रो ट्याक्स तिर्छ, राम्रो ट्याक्स तिर्यो भने सरकार मजबुत हुन्छ। सरकारले विकास निर्माणका थुप्रै राष्ट्रिय क्रियाकलापहरू गर्न सक्छ, क्षेत्रीय क्रियाकलापहरू गर्न सक्छ, स्थानीय क्रियाकलापहरू गर्न सक्छ। सरकार बलियो भयो भने नै सक्छ। हामी त्यसरी जनतालाई बलियो बनाउन चाहन्छौँ। जनता बलियो भएपछि सरकार बलियो हुन्छ। हामी सरकार बलियो बनाउन चाहन्छौँ। हामी त्यस गन्तव्यमा अथक ढङ्गले आएका छौँ। मलाई एउटा नयाँ यात्रा, गन्तव्य, अभियान तोकेर अगाडि बढेदेखिका करिब 54-55 वर्षका यो नयाँ गन्तव्य तोकेर आन्दोलन पुनर्गठन गरेर हिँडेपछिका यी 54 वर्षहरू, 55 वर्षहरू मलाई याद छ। हाम्रो पार्टी महान उद्देश्य, गौरवपूर्ण उद्देश्य र सही उद्देश्य बोकेर स्थापना भएको थियो। पुष्पलालजी लगायत नरबहादुरजी, गोविन्द विलास र नारायण विलास, निरञ्जन गोविन्द वैद्य, उहाँहरूले 4 जनाले कलकत्तामा कम्युनिस्ट पार्टीको स्थापना गर्नुभयो र मोती देवीजीलाई पनि संस्थापक हो भनेर उहाँहरूले पछि केहीले मान्यता दिनुभयो, केहीले त्यहाँ हुनुहुन्न थियो, त्यस कारण मान्यता दिन मिल्दैन भन्नुभयो। त्यो अहिलेसम्म पनि एक खालको विवादको विषय छँदैछ। मूल संस्थापक पुष्पलाल भएको हुनाले पुष्पलालले मोती देवीलाई पनि संस्थापक मानौँ भन्ने तर्क राख्नु भएको हुनाले हामीले पुष्पलालजीको तर्कलाई एकजना महिला पनि संस्थापक हुनुहुन्थ्यो भन्दा राम्रै हुन्छ भनेर मानेका छौँ र वास्तवमा 4 जनाले त्यसलाई कलकत्तामा स्थापना चाहिँ गर्नुभएको थियो र अत्यन्त गौरवपूर्ण उद्देश्यहरू राख्नुभएको थियो। 15 सेप्टेम्बर 1949 को वक्तव्यमा, घोषणामा ती कुराहरू स्पष्ट रूपमा झल्किन्छ। त्यति बेला भर्खर स्थापना हुँदै गर्दा त्यो कहिलो अवस्था, सामाजिक न्याय र समानताका कुराहरूदेखि, आर्थिक समानता र प्रगतिका कुराहरूदेखि, लोकतान्त्रिक परिपाटीका कुराहरूदेखि, जनताको सर्वोच्चता कायम भएको लोकतन्त्रका कुराहरूदेखि वास्तवमा लोकतान्त्रिक गणतन्त्रका आधारभूत कुराहरू, त्यस गणतन्त्रले ल्याउनु पर्ने समानता सहितको समृद्धि, शान्तिपूर्ण समाज र सम्मानित जीवनसम्मका परिकल्पना त्यसभित्र रहेका छन्। यद्यपि त्यसको उपयुक्त ढङ्गले तत्काल व्याख्या हुन नसकेको होला, तर सही ढङ्गले स्थापना भएको छ। यसका पछाडि हाम्रा आदरणीय शहीद र गङ्गालाल श्रेष्ठ, उहाँहरूका गतिविधिहरू देशभक्तिपूर्ण वामपन्थी
प्रगतिवादी रहेका देखिन्छ, जो 97 सालमा मारियो। 97 सालमा जोगिएका टङ्कप्रसाद आचार्य जस्ता व्यक्तित्व, उहाँले जुन स्थापना गर्नुभयो प्रजा परिषद, उसै बेला 93 सालबाटै आन्दोलनले प्रगतिशीलताको बाटो लिएको, सामाजिक न्याय र समानताको बाटो लिएको र समृद्धिको गन्तव्य राखेको, समानताको गन्तव्य राखेको झल्को पाइन्छ। त्यसै विरासतमा 98 सालमै पुष्पलालको अगुवाईमा, यद्यपि पुष्पलालको उमेर बहुतै करिब थियो, बहुतै करिब 17 वर्षको मान्छेले नेपाल लोकतान्त्रिक सङ्घ, प्रजातान्त्रिक सङ्घ भनेर स्थापना गर्नु चान्चुने कुरा थिएन। तर त्यो उमेर, अवस्था, राणाशाही व्यवस्था अनेक कारणले र 97 सालको दमनको झल्कोले त्यसलाई सफलतापूर्वक अगाडि बढाउन सकियो। गङ्गालाल श्रेष्ठ हलवाई भन्ने साथीले, नेताले, उहाँले 2003 सालमा नै पहिलोपल्ट नेपालमा कम्युनिस्ट पार्टी, लाल कम्युनिस्ट भनेर कम्युनिस्ट पार्टीको स्थापना गर्नुभयो। त्यसलाई सफलतापूर्वक अगाडि बढाउन सकियो। यद्यपि त्यसको ढुकढुकी अनि पछिसम्म पनि बाँकी थियो, तर त्यसलाई अगाडि बढाउन सकियो। त्यसपछि 6 सालमा पुष्पलालको अगुवाईमा यस कम्युनिस्ट पार्टीको स्थापना भएर त्यो निरन्तरता आजसम्म आएका छौँ। यद्यपि हामीले 3 पल्ट यस बिचमा ठुला पुनर्गठनहरू गर्नु, केशवचन्द्र रायमाझीहरूले केन्द्रीय कमिटी, पोलिट ब्युरो समेतको बहुमत कब्जा गरेर सही धारलाई, देशभक्तिपूर्ण धारलाई र लोकतान्त्रिक धारलाई कमजोर पारेर कम्युनिस्ट पार्टीलाई दरबारमा, राजाका पाउमा चढाउने खालका क्रियाकलाप गरेपछि त्यसबेला 19 सालमा विद्रोह भएको थियो र त्यस विद्रोहले केशवचन्द्र रायमाझीहरूलाई परित्याग गरेर त्यसपछि एउटा पुनर्गठित कम्युनिस्ट पार्टी अगाडि बढेको थियो। त्यो एउटा बहुतै सकारात्मक कदम थियो। यदि त्यहाँनिर विद्रोह गरेर अगाडि नबढेको भए फेरि मेजोरिटी कायम गर्छु भन्ने लोभी पार्टीहरूका चरणमा पुर्याइसकेको पार्टी र बहुमतलाई फेरि फर्काएर ल्याउने, सामन्तवादको दलालीमा समर्पित भइसकेको शक्तिलाई फेरि ल्याएर क्रान्तिकारी बनाएर चलाउँछु भन्ने कुरा हामीले देखेका छौँ। हाम्रै आन्दोलनबाट हामीसँगै हिँडेका मान्छेहरू कतिपय कुँदै झर्दै, कुँदै फत्रक्क झर्दै गएको थियो। ती झरेकाहरूलाई फेरि ल्याएर क्रान्तिकारी बनाउन सकिन्छ, ती झरिसक्यो। त्यस्तै हो, त्यस बेला पनि सकिँदैन। तर त्यो आन्दोलन पनि फेरि छिन्न भिन्न भयो। तेस्रो महाधिवेशनपछि पुनर्गठित आन्दोलन जुन थियो त्यो पनि छिन्न भिन्न भयो। हामीले अर्को आन्दोलन एउटा झापाबाट सुरु गर्यौँ, जसको गन्तव्य लोकतान्त्रिक गणतन्त्र थियो। जनवादी गणतन्त्र भनेर हामीले भनेका थियौँ। लोकतन्त्र भनेको, जनवाद भनेको त्यही कुरा। जनवादी गणतन्त्रको स्थापना भनेर नै आन्दोलन सुरु गरिएको थियो। सामाजिक न्याय, समानता कम्युनिस्ट पार्टीले अगाडि सारेका कुराहरूलाई नै अगाडि सारेर अझ त्यसलाई विकसित गर्ने प्रयासका साथ र अलिकति जुझाउ ढङ्गले जानुपर्छ भनेर अर्को पुनर्गठन हामीले गरेका थियौँ। गर्दै जाँदा हामीले अनेक एकीकरण गर्दै गयौँ, आन्दोलन निर्माण गर्दै गयौँ, पार्टी विस्तार गर्दै गयौँ, एकीकरण पनि गर्दै गयौँ र आन्दोलनलाई मजबुत बनाएर 75 सालमा आइपुग्दा 75 जेठ 3 गतेपछि हामीले कम्युनिस्ट पार्टीलाई देशको झन्डै 2/3 शक्तिको रूपमा, लगभग 2/3 शक्तिको रूपमा, 87 पुगेको थिएन र 2/3 त्यो शक्तिको रूपमा हामीले उभ्यायौँ। नेपालको इतिहासमा यति मजबुत शक्तिको रूपमा अहिलेसम्म कुनै पनि शक्ति, कुनै पनि पार्टी देखा परेको थिएन। जनताबाट अनुमोदित भएर यसरी आएको थिएन। कम्युनिस्ट पार्टी नै हो
र हामीले नै त्यो गरेका थियौँ। तर केही होसियार मान्छेहरू, केही दाई मान्छेहरू र केही प्रचालित कठपुतलीहरू, उनीहरूको कारणले, उनीहरूको असहिष्णुताका कारणले, उनीहरूको ईर्ष्याका कारणले, उनीहरूको दाहका कारणले कम्युनिस्ट पार्टीभित्र समस्या पैदा गर्ने, कम्युनिस्ट पार्टीलाई एकताबद्ध हुन नदिने, एकताबद्ध हुन नदिएर अगाडि बढ्न नदिएर फेरि अर्को प्रकारको एउटा विवाद, सधैँ विवाद, सधैँ झमेला, सधैँ विवादको एउटा नीति अप्नाए गरेर अन्तिममा पार्टी फुटाएर छोडे। र यस्तो समय आयो 2/3 पुगेको आन्दोलन, 2/3 पुगेको पार्टीलाई टर्च बालेर खोज्दा पनि नेपालमा नभेटिने बनाइदिन्छौँ एमाले भनेर एमालेमै पसेर अगाडिका किर्ना जस्ता भएका टुम्म परेकाहरू एमालेलाई खोज्दा पनि नभेटिने बनाइदिन्छु भनेर पुगे। शहीदका रगतहरूमाथि कुल्चिएर, योद्धाहरूका पसिनामाथि कुल्चिएर, जुझारु योद्धाहरूका आँसुमाथि टेकेर मजाक उडाएर उनीहरू निर्लज्ज ढङ्गले कम्युनिस्ट आन्दोलनमा तोडफोड गर्ने, यसलाई सिद्ध्याउने, ध्वस्त बनाउने, एमालेको त नामै सुन्न नहुने, एमाले खोज्दा पनि नभेटिने गरी ध्वस्त बनाउँछौँ भनेर जो कोही 13 वर्ष लिडरसिपमा बसे, कोही 15 वर्ष यही पार्टीको लिडरसिपमा बसे र निर्लज्ज ढङ्गले यही पार्टी सिद्ध्याउँछु भनेर जुन आमाको कोखमा बसेर हुर्कियो, जुन आमाको दुध चुसेर हुर्कियो, त्यही आमालाई अस्तित्व पनि राख्दिन भनेर मार्न तयार हुने अपराधी प्रवृत्ति यिनीहरूमा हाल्यो। हामीले त्यस बेला भन्यौँ हामीले आन्दोलनलाई पुनर्गठित गर्नु पर्यो, हामीले एकता चाहियो, एकीकरण चाहियो, आन्दोलन मजबुत बनाउन चाहियो आन्दोलनलाई र हामीले एकता गर्यौँ। जसलाई जति चाहिन्छ त्यति मागे जति हिस्सा दिँदै गयौँ, तर उनीहरूले त्यसलाई एकताका निम्ति होइन, देशका निम्ति होइन, जनताका निम्ति होइन, परिवर्तनका निम्ति होइन, पार्टी बाँड्न, फुटाउन, विभाजन गर्न र आन्दोलन ध्वस्त गर्नका लागि दुरुपयोग गरे। फेरि हामीले आन्दोलनलाई पुनर्गठन गर्यो। उनीहरूले आन्दोलनलाई कमजोर पार्ने, ध्वस्त पार्ने, त्यस हिसाबले गलत मनसाय, गलत उद्देश्यका साथ कब्जा गर्न खोजे। हामीले आन्दोलनलाई, मैले त्यस बेला पनि भने, जबसम्म बगिनी अलिकति चुप लाग्न सक्छ, जबसम्म डम्बरुमाथि खतरा हुँदैन, डम्बरुमाथि खतरा आयो भने बगिनीले झक्कु हान्छ। हामी पनि त्यसो गर्छ। आन्दोलनमाथि खतरा आइपऱ्यो, आन्दोलनमाथि कसैले हमला बोल्न थाल्यो भने झक्कु हान्छौँ भनेर भन्यौँ र हामीले पनि पुनर्गठन मार्फत झक्कु हानेर त्यस्ताहरूलाई अलग जान दियौँ। उनीहरूले आन्दोलनलाई समाप्त पार्न खोजेका थिए, त्यो षड्यन्त्र उनीहरूको सफल हुन सक्यो। उनीहरूले पार्टी फुटाउन खोजे, हामीलाई निष्कासन गरे, कारबाही गरे, सबै कुरा गरे। हामीले दोष के गरेका थियौँ भन्दा यस आन्दोलनलाई पुनर्गठित गर्दै, जोगाउँदै अगाडि बढाएर दिएर त्यही अपराध र 2/3 स्थितिमा नेपालमा कम्युनिस्ट आन्दोलनलाई पुर्याएका थियौँ। सबै शक्तिभन्दा अतुलनीय ढङ्गले अगाडि बढाएका थियौँ। त्यस अपराधमा उनीहरूले हामीलाई दण्डित गर्न खोजे। 2/3 स्थितिमा पुर्याएपछि पार्टी ठिक भएन, नेतृत्व ठिक भएन, नीति ठिक भएन, नेतृत्वले आन्दोलनलाई ध्वस्त पार्ने भयो भनेर 2/3 पुर्याएपछि उनीहरूले तथाकथित चिन्ता व्यक्त गरे चाहिँ गर्दै आन्दोलन सिद्ध्याउने कोसिस गरे। आन्दोलन हामीले बचाएर फेरि अगाडि बढायो। चौतर्फी आन्तरिक र बाह्य सबै प्रकारका हमला हामी माथि केन्द्रित भए र हामीले सफलतापूर्वक सरकार चलाउने हाम्रो अभ्यास, एकपल्ट हामीले 51 सालमा अल्पमतको सरकार भनेर, 9 महिना सरकार भनेर परिचित छ, त्यस बेला अत्यन्तै सफलताका साथ सरकार चलायौँ, लोकप्रिय सरकार चलायौँ।
मनमोहन अधिकारीले प्रधानमन्त्री हुनुहुन्थ्यो। त्यसको धेरै काम त गर्न सकिएन, किनभने समय छोटो थियो, हामी अल्पमतमा थियौँ, पार्लियामेन्ट प्रतिपक्षहरूले भरिभराउ थियो, हाम्रो स्ट्रेन्थ लगभग 1/3 को आसपासमा थियो। त्यसो भएको हुनाले हामीले चाहे जसरी काम गर्न सक्ने अवस्था थियो, तर पनि हामीले लोकप्रिय कामहरू गर्यौँ। आत्तिए किन भन्दा त्यो लोकप्रिय कामहरूले हामीप्रतिको आकर्षण यस्तो बन्यो कि हामीले सहजै बहुमत ल्याउने स्थिति पर्यो। त्यसकारण हामीलाई सरकारबाट हटाउने काम। पछि संविधान निर्माणपछि संविधान निर्माण गर्ने कुरामा हामीले अगुवाई गर्यौँ। वैचारिक र व्यवहारिक ढङ्गले संविधान निर्माण गर्दा पनि हामीले अगुवाई नै गर्यौँ र संविधान निर्माण भएपछि त्यसलाई कार्यान्वयन गर्ने सन्दर्भमा हाम्रै नेतृत्वमा सरकार बनेपछि हामीले ऐतिहासिक काम गर्यौँ, उलटफेरकारी कामहरू गर्यौँ र तत्काल हामीलाई नाकाबन्दी लाग्यो। त्यसको हामीले डटेर सामना गर्यौँ, अनुचित कुराको सामना गर्न हामी लगायौँ। तत्काल हामीले दृढताका साथ सामना गर्यौँ र छिमेक सम्बन्धलाई नयाँ सिराबाट, नयाँ ढङ्गबाट, असमानताको आधारमा होइन, समानताको आधारमा, असम्मानित ढङ्गले होइन, सम्मानपूर्ण ढङ्गले, नयाँ ढङ्गले हामीले छिमेक सम्बन्धलाई र अन्तर्राष्ट्रिय सम्बन्धलाई पनि परिभाषित गऱ्यौँ र त्यस ढङ्गले राष्ट्रको मर्यादा गरिमालाई माथि उठाएर हामी अगाडि बढ्यौँ। हामी भूपरिवेष्टित थियौँ, भूपरिवेष्टित अवस्थाबाट अर्कोतिर पनि हामीले बाटो खोल्यौँ र भूजडित विभिन्न नाकाहरू खोल्यौँ, बाटाहरू बनाउन थाल्यौँ। यसरी विभिन्न कामहरू हामीले गर्यौँ। हामीले ट्रान्सपोर्ट पारवन सम्झौता गऱ्यौँ र चीनको बाटो पनि प्रयोग गरेर हामीले दुर्गम क्षेत्रहरूमा लाने व्यवस्था पनि गऱ्यौँ। हामीले विकासका कामहरू गऱ्यौँ, सामाजिक क्षेत्रका कामहरू गऱ्यौँ। सडकमा बालबालिका हाम्रा छोराछोरी खातै भएर रहन सक्दैनन् भनेर बालबालिकालाई सडकबाट उठाएर राम्रो आश्रय स्थलमा पढ्ने पढाउने व्यवस्थामा पुर्यायौँ। सडक मानव सुहाउँदो कुरा होइन, त्यसलाई हामीले उठायौँ, त्यो अवस्थालाई अन्त्य गऱ्यौँ। त्यसै गरेर भिखमङ्गा शोभनीय कुरा होइन, नेपाल भिखमङ्गाको देश होइन भनेर सडकमा भिखमङ्गा नरहने स्थिति बनायौँ। अनेक कामहरू, सामाजिक कामहरू गऱ्यौँ, सामाजिक न्यायका कामहरू गऱ्यौँ। हामीले 51 सालमा 100 रुपियाँबाट थालेको कुरालाई, सामाजिक सुरक्षा भत्तालाई वृद्धि गर्यौँ। यी सबै कामहरू हामीले गर्यौँ। राष्ट्रियताको सम्बन्धमा, छिमेक सम्बन्ध, परराष्ट्र सम्बन्ध, आर्थिक उन्नति, सामाजिक न्याय, सामाजिक उत्तरदायित्व, महिलाहरूको सम्बन्धमा, बालबालिकाको सम्बन्धमा, ज्येष्ठ नागरिकहरूको सन्दर्भमा, अपाङ्गता भएका व्यक्तिहरूको सन्दर्भमा समेत सबैतिर हामीले दृष्टि पुर्यायौँ। आतंकित भए मान्छे विकासमा त्यतिकै छ, सामाजिक समानताको न्यायको क्षेत्रमा त्यतिकै छ र हामीसँग सामना गर्न सकिन्न भन्ने भएपछि आतंकित भएर हामीलाई सरकारबाट हटायो। जालझेल गरेर त्यो पनि गठबन्धनभित्रै भएका, हाम्रो समीकरणभित्रै भएका तत्त्वहरूले, हामीसँगै भएका हाम्रै भनिएका नेताहरू, हाम्रै पार्टीका नेता भनिएकाहरूले अगुवाई गरेर त्यस सरकारलाई विस्थापित गरे। फेरि हामीले चुनावमा शानदार परिणाम ल्यायौँ, फेरि 2 तिहाई बनायौँ र विकास निर्माणदेखि लिएर अन्तर्राष्ट्रिय सम्बन्धदेखि लिएर संयुक्त राष्ट्र उसले विश्व ब्याङ्कले हामीलाई भनौँ दक्षिण एसियामा उदाउँदो नक्षत्र हो नेपाल। आर्थिक हिसाबले यो राइजिङ स्टार हो। यसको गति, यसको विकासको रफ्तार, यसको आर्थिक वृद्धि दर विश्वका 10वटा देशभित्र एउटा देशमा पर्छ। त्यस ढङ्गले 7% भन्दा माथि हामीले विकासको दर उठाएका थियौँ, अगाडि बढाएका थियौँ। आतंकित भइरहेको थियो, विरोधी त भयो, छद्म रूपमा पार्टी आन्दोलनभित्रै घुसेका स्वार्थी महत्त्वाकांक्षी ईर्ष्यालु दायी तत्त्वहरू पनि
त्यसलाई भोक प्यास लाग्न छोड्यो, निन्द्रा लाग्न छोड्यो, ती छटपटाउन थाले र तिनले आन्दोलनलाई ध्वस्त पार्ने सङ्कल्प गरेर अगाडि बढ्यो। तर हामीले ध्वस्त पार्न दिएनौँ, आन्दोलनलाई फेरि बचाएर अगाडि बढाएका छौँ। म हाम्रा साथीहरूलाई भन्न चाहन्छु, गर्व गर्नुपर्दछ। हामी सबैले गर्व गर्नुपर्दछ कि हामीले यत्रो हमला, यत्रो घेराबन्दी, यत्रो आक्रमण, यति चरित्र हत्या गरेर बदनाम गर्न खोज्दाखेरि पनि हामी टिकेका छौँ, जनताका बिचमा गएका छौँ, जनताको विश्वास जितेका छौँ। अहिले पनि नेकपा एमाले देशको सबभन्दा लोकप्रिय पार्टीको रूपमा स्थापित छ। सिद्ध्याउँछु भने पनि सबभन्दा लोकप्रिय पार्टीको रूपमा पपुलर भोटका हिसाबले हामीले सबभन्दा बढी अहिले पनि प्राप्त गरेका छौँ। अथवा सिद्ध्याउँछु भनेर नेकपा एमाले सिद्धिने रहेछ। यसका महान उद्देश्यहरूको कारणले यो सिद्धिँदैन, सिद्धिन सक्दैन। यसका महान उद्देश्य प्रतिको लिडरसिपको दृढता, पार्टी पङ्क्तिको दृढताको कारणले यो सिद्धिँदैन। यसलाई पुरा गरी छोड्ने हाम्रो सङ्कल्प, साझा सङ्कल्प, यस कारण यो आन्दोलन सिद्धिँदैन, यो आन्दोलन जीवित रहन्छ। र यो सङ्कल्पलाई पुरा गर्नका लागि हामीसँग जुन सक्रियता छ, त्यो सङ्कल्प गरेर हामी निष्क्रिय बसेका छैनौँ, हामी सक्रिय छौँ। यो सक्रियताको कारणले हाम्रो आन्दोलन समाप्त हुन सक्दैन र कमजोर पनि हुन सक्दैन भन्ने कुरा पुष्टि भएको छ। त्यस्तो परिस्थितिमा दुईपल्ट पार्टी फुटाउँदा एमाले सिद्ध्याउँछौँ भन्दा कत्रो दुस्साहस। जसले पार्टी बनाए तिनीहरूलाई नै पार्टीबाट निष्कासन, जसले आन्दोलन सुरु गरे तिनीहरूलाई नै पार्टीबाट निष्कासन। यस्तो दुस्साहस गरेर जाँदा पनि हामीले आन्दोलनलाई जोगाएका छौँ। जोगाएका मात्रै होइन, हामी अस्तित्वको लडाइँमा होइन, विजयका निम्तिका प्रयासमा छौँ। आज हामी अस्तित्वको लडाइँमा होइन, हामी विजयको यात्रामा छौँ। त्यसै कारण हामीले हाम्रो यस आन्दोलनलाई, हाम्रो पार्टीलाई, हाम्रो राष्ट्रिय शक्तिलाई मिसन 84 मार्फत देशको निर्णायक राष्ट्रिय शक्तिको रूपमा विकास गर्ने घोषणा गरेका छौँ, सङ्कल्प गरेका छौँ। त्यसका निम्ति हाम्रा सक्रिय प्रयासहरूलाई हामीले अगाडि बढाएका छौँ। त्यसकारण म साथीहरूलाई आग्रह गर्न चाहन्छु, कुनै प्रकारको दुविधा मनमा नलिनु। नेकपा एमालेको सिङ्गो कार्यकर्ता पङ्क्तिलाई म भन्न चाहन्छु, आत्मविश्वास, राणा शासनसँग जुधेर बाँचेर आएको पार्टी हो, पञ्चायतसँग जुधेर बाँचेर आएको पार्टी हो र निरङ्कुश राजतन्त्रसँग जुधेर निरङ्कुश राजतन्त्रलाई रस्यामा पुर्याएर मिल्काएर आएको यो पार्टी हो। सबै शक्ति एकजुट भएर फुटाएर टुक्राएर सिद्ध्याउँछु भनेर सबै प्रकारका हमला केन्द्रित गर्दा जोगिएर आएको पार्टी हो। जोगिएर मात्रै होइन, प्रमुख शक्तिको रूपमा, प्रमुख हैसियतमा स्थापित भएको पार्टी हो। त्यसकारण यो पार्टी कहीँ जित्दैन कि, यसले गरेको घोषणा पुरा हुँदैन कि भन्ने यस प्रकारको मनमा आशंका नलिन आत्मविश्वासका साथ अगाडि बढ्न म कार्यकर्ता पङ्क्तिलाई आग्रह गर्छु। जनताले बुझेको छ, जनताले बुझेको छ, तल जनतामा जाँदा जनताले बुझेको छ। हामी झुलाघाट शिव भन्ज्याङ यात्रा गऱ्यौँ मध्य पहाडी बाटोबाट। हामीले देख्यौँ जनताको उभार, जनताको समर्थन नेकपा एमालेको पक्षमा छ। अनेकले मेची महाकाली यात्रा गर्छु भन्दा, मेची महाकाली यात्रा गर्छु भन्दा अलिक पर पुगेपछि चक्कामा हावा खुस्कियो, के को मेची महाकाली यात्रा। अलिक परतिर पुगेपछि चक्काको नटबल्ट खुस्कियो, अलिक पर पुगेपछि इन्जिनै सिज। अरूले मेची महाकाली यात्रा, हामीले कतिपल्ट मेची महाकाली मेची पहाडबाट दुर्गमबाट डाँडा मैदान यात्रा गरेका छौँ। अब पनि यात्रा गर्नेछौँ र दुनियाँ आश्चर्यचकित भएको छ हाम्रो राष्ट्रिय अभियान र सफल अभियान।
हामीले मेची महाकाल यात्रा 74 को चुनावभन्दा अगाडि जुन गर्यो त्यसले असाधारण साथ यो कहिले गरेको थियो हामीले 79 अगाडि होइन अघिल्लो मेची महाकाल 73 मा गरेका थियौँ। 73 फागुन 21 गतेबाट सुरु गरेका थियौँ। मेची महाकाली हामीले सञ्चालन गरेका थियौँ। त्यतिखेरको जनउभार हामीलाई थाहा छ। फेरि पनि हामी गर्नेछौँ। देशले देख्नेछ, दुनियाँले देख्नेछन् कि मेची महाकाली एमाले यात्रा कस्तो हुन्छ, राष्ट्रिय जागरण यात्रा कस्तो हुन्छ भनेर दुनियाँले देख्नेछ। बीचमा सुरु गर्दाखेरि सोलीको टुप्पो जस्तो भएर माथि सोलीको मुख जस्तो भएर सुरु गर्यो, पछाडि सोलीको फेद जस्तो भएर अलिक पर पुग्दा सिद्धिन्छ भने टुङ्ग्यायो। अनि फेरि सुरु गरेर फेरि टुङ्ग्यायो, खण्ड 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 खण्ड। यस्तो होइन, नेकपा एमाले बेग्लै ढङ्गले अभियान चलाउँछ। अलिकति म कता कति देख्छु साथीहरूमा अलिकति आत्मविश्वासको कम भएको हो कि एकताको भावना र प्रवृत्ति हामी कहाँ छौँ, के गर्दैछौँ, किन गर्दैछौँ भन्ने कुरा अलिक बिर्सिन खोजेको हो कि हाम्रा महान उद्देश्यहरू बिर्सिन खोजेको हो कि हाम्रो गन्तव्य बिर्सिन खोजेको हो कि साथीहरूलाई लिडरसिपप्रति केही विश्वासमा कमी आएको हो कि हामीले जेल खटेर सङ्घर्षका मैदानमा, कामका दौरानमा, नीति निर्माणको तहमा अथवा अभियानमा हरेक ठाउँमा परीक्षा मात्रै होइन अग्नि परीक्षा दिएर आएका छौँ। अनि फेरि पनि साथीहरूमा धरभर हुने, हाम्रा नीतिहरूप्रति यी सही छन् र भने जस्तो लाग्ने, अनि भनेका बेला एउटा पद पाएन भने असन्तुष्ट भएर पार्टीप्रति टिप्पणी गर्न थाल्ने, यी खालका कुराहरू हाम्रो साथीहरूमा हुनु हुँदैन। कुनै प्रकारको कमी कमजोरी हामीले देखाउनु हुँदैन। हामीले दुविधा कुनै मनमा दिनु हुँदैन। हाम्रो आत्मविश्वास डग्न दिनु हुँदैन, कमजोर हुन दिनु हुँदैन। अनि हामीले थाहा पाउनुपर्छ यो वर्ग सङ्घर्ष यो अलिक निर्मम हुन्छ। कति निर्ममताका साथ हामी माथि प्रहार गरेका छौँ, तर हामी त्यसको बदलाको हिसाबले सोचिराखेका छैनौँ। हामी राष्ट्र निर्माण गर्ने हिसाबले सोचिराखेका छौँ र सकेसम्म हाम्रो विरोधी कोही नहोस्, भरसक कोही नहोस्, सबै राष्ट्र निर्माणको हाम्रो नीतिमा सहमत हौँ, स्वच्छ गर्न हुन्छ। राजनीति हिजोको जस्तो मात्रै छैन। आजको अन्तर्राष्ट्रिय नीति हेऱ्यौँ भने, ग्लोबल अर्डर हेऱ्यौँ भने त्यसले देखाउँछ त्यहाँ एउटा सिद्धान्तको कुरा, नीतिको कुरा, विचारको कुरा अथवा आइडियोलोजिकल हिसाबले पोलिसी निर्माण गर्ने त्यो अवस्था होइन कि कमाईको प्रतिस्पर्धामा दुनियाँ लागेको देखिन्छ। कमाई सबभन्दा ठुलो कुरा हो, स्थिति विधि आदि इत्यादि भन्दा पनि कमाई ठुलो कुरा हो भन्ने हिसाबले चल्न खोजेको यो कतिलाई त आश्चर्यपूर्ण लाग्न सक्छ। यो विकास क्रमको एउटा गतिको नियम हो। यस्ता उतार चढावहरू आउँछन्, यस्ता झोका र यस्ता झट्काहरू आउँछन्, यस्ता उबड खाबडहरू आउँछन्। यस्तै उबड खाबडहरूबाट क्लास स्ट्रगल मजबुत हुँदै जान्छ। हिजो क्लास स्ट्रगलको जुन स्वरूप थियो त्यो स्वरूप आज बदलिएको छ। त्यसै कारण हामीले जनताको बौद्धनी जवाब किन अपनायौँ? यसकारण कि एकै नासको सङ्घर्ष छैन। एक ठाउँमा र अर्को ठाउँमा पनि मिल्दैन, आफ्नो परिस्थिति अनुसार नै हुन्छ। एक समय र अर्को समयमा मिल्दैन, त्यति बेलाको समय अनुसार नै हुन्छ। त्यस समयले निर्धारण गरेका सीमा र चरित्रहरू
समाजका चरित्र अथवा विभिन्न वर्गहरूका अवस्था अवस्थिति, तिनको चरित्र, अनेक कुराहरू त्यहाँ निर्धारण गरेको हुन्छ। आज धेरै कुराहरू फेरिएका छन् र यो बदलिएको परिस्थितिमा हामीले अत्यन्तै सचेतनताका साथ, सही विश्लेषण, सही निष्कर्षका साथ सही नीति निर्माण गर्नुपर्छ। ती नीतिका आधारमा सही निर्णय गर्नुपर्दछ, तिनको सही कार्यान्वयन गर्दै अगाडि बढ्नुपर्दछ। र यत्रो हमला गरेको बेला साथीहरूलाई आश्चर्य लाग्दैन? दुनियाँले यत्रो हमला गरेको छ, केपी ओली बिनाको एमाले खोजेको छ। किन खोजेको होला केपी ओली बिनाको एमाले? तिनको मनसाय राम्रो भए त म सरकार छोडिदिइहाल्छु। हाम्रै देशका लागि हो त, हाम्रै पार्टीका लागि हो त। त्यसर्थ एमाले, केपी ओली बिनाको एमाले, एमाले बिनाको नेपाल चाहियो अरे उनीहरूलाई। मिसन 84 मा हेरौँला एमाले बिनाको नेपाल हुन्छ कि के बिनाको नेपाल। हामी चुनौती गर्छौँ। नेकपा एमाले यस्तो शक्ति हो जसलाई एउटा त यत्रो महाप्रलयका साथ हमला गर्दा सकिएन त, प्रमुख पार्टीको रूपमा आयो त। बुझ्नु पर्दैन? अझै पनि त्यही गर्छ। वही खुट्टा राजनीति कसरी गर्नु खोजिरहेको छ देख्नु भएन? राजनीति गर्नेहरूले राजनीति गर्नु हुँदैन। माझीलाई ढुङ्गा चलाउन नदिने, म चलाउँछु भनेर बगाइदिने, घोप्टाइदिने, डुबाइदिने। ड्राइभरलाई गाडी चलाउन नदिने, सिक्दै नसिकेका मान्छे आएर यसले चलाएन, यो बुढो ड्राइभर, यो पहिल्यै चलाएको, यसले 20 वर्ष हो चलाएको, कहाँ पाउँछ? म अब सिटमा बसेर चलाउँछु भने कहिल्यै चलाएको छैन। त्यसले के हुन्छ? त्रिशुलीमा खसाल्दैन, त्रिशुलीमा पुऱ्याउँदै नि पक्रेर खसालिहाल्छ। त्यस्ताहरूलाई जिम्मा दिन सकिन्छ? जसले मेसिन चलाएको छैन उसले मेसिन चलाउने। सेफलाई खाना बनाउन नदिने अनि अनाडी कहिले आमाले बनाएको चिया बाहेक आफूले एक कप चिया बनाएर पनि नखाएकोले म खाना बनाउँछु भनेर चामल पनि डढाउँछ, दाल पनि डढाउँछ, तरकारी पनि डढाउँछ, नुन हाल्दैन, बेसालै बनाउँछ, काम लाग्छ। नयाँ पनि हामीले देख्यौँ। अब नयाँ पनि देखिए फेरि हामीले थालिसकेका 100 वर्ष देशलाई अन्धकारमा राखेर जनतालाई बुटले कुल्चिएका प्रतिगामी शक्तिहरू अहिले फेरि प्रतिक्रियावादी शक्तिहरू फेरि प्रतिगमन गरेर आउन खोजिरहेका छन्। कत्रो आगमा 21औं शताब्दीमा सिरपेट लाएर बस्ने गरे। 21औं शताब्दीमा सिरपेट लाएर महाराज गरे। हामीलाई हुकुम दिने अरे जनतालाई, जनताभन्दा माथि, संविधानभन्दा माथि, देशभन्दा माथि। अलिक अप्ठ्यारो पर्यो भने 15 गते यिनीहरू नाङ्गे, अलिक अप्ठ्यारो पर्यो भने हामीले खोजेको त संवैधानिक राजतन्त्र। संविधान नमान्ने, कानुन नमान्ने, लोकतन्त्र नमान्ने, खोज्ने के संवैधानिक। संविधान नमान्ने संवैधानिक खोज्ने, संविधान नमान्ने संवैधानिक खोज्ने, जनताले नभनेको नमान्ने, जनताले बनाएको संविधान नमान्ने, जनताले ल्याएको लोकतन्त्र नमान्ने, जनताको प्रणाली नमान्ने, जनताको सार्वसत्ता नमान्ने, जनताको सर्वोच्चता नमान्ने, जनता शक्तिका स्रोत हुन् भनेर नमान्ने, अनि जनताको चाहना अनुसार अनि पैसा तिरेका 4 गुण्डा सहरमा उतारेर आगो लगाउन लगाएर, मान्छे मार्न लगाएर, तोडफोड गर्न लगाएर, पार्टी कार्यालयहरूमा तोडफोड गर्न लगाएर, व्यक्तिका घरहरूमा तोडफोड गर्न लगाएर, व्यापार बिजनेसमा आक्रमण गरेर अनि देश धेरै बिग्रियो। हामी सत्तामा छौँ, मलाई साथ देऊ, म अगाडि बढ्छु। हामीले देखेका छैनौँ अस्ति 58 सालमा 58 सालमा ज्ञानेन्द्र शाहका हातमा शासन पुग्दा हामी सबैलाई थुनेर प्रेस, अहिले प्रेसवालाहरू के भन्दैछन् पनि म बुझ्दिनँ। त्यति बेला त समाचार भन्नेको पछाडि आर्मी उभिएर समाचार भने होइन, साँचो लाउनु गएको होइन, प्रेसमा समाचार बन्द गरिया होइन।
टेलिफोनको लाइन काटेर भएन, तार काटेको थियो। तार कस्तो गोर्खा होला, लाइन काटेर यस्तो सिद्धि नि त, तार काटेर कहाँ बोकाएको त्यो तार अहिलेसम्म फिर्ता गरिरहेको छैन ज्ञान कहाँ गयो। अनि फेरि चाहियो राजतन्त्र। हामीले देखाएको छैनौँ अस्ति 58देखि 62सम्म। यो भुल भुलैया बनाएको यस्ता शक्तिहरू हाम्रो सुदृढ एकता र हाम्रो चाहिँ एमाले जस्तो गर्जन नपुगेर यिनीहरू सम्भव हुन्छ। के नयाँ शक्ति बनाउँछ? नयाँ शक्तिको देखिएन अब तमासा। कोही पुलिसको गाडी डुडु कुदाएर लिएर जान्छ, पागल हो कि सध्य हो कि? मान्छे माग राज्यको ड्युटीमा उभिएको प्रहरीमाथि बारमा गाडी लिएर जाने हामी सही राखेका छौँ। यिनीहरूको प्रोभोकेसनलाई हामी सही राखेका छौँ। तर सहनुको एउटा हद हुन्छ भन्ने कुरा जब जनतालाई अब मूल्यन गरिन्छ, भेटिन्छ, तब सहने कुराको हद हुन्छ भन्ने कुरा म चेतावनी पनि भन्न चाहन्छु। अब हामी विकास र सुशासन र विकासको बाटोमा अगाडि बढेका छौँ। सजिलो छैन, धेरै बिग्रिएको छ। बिग्रिएकोलाई सच्याएर अगाडि बढ्न, सघाएर अगाडि बढ्न सजिलो छैन। त्यही अप्ठ्यारोता हामी गरिरहेका छौँ, गर्न खोजिरहेका छौँ। यति बेला हामीले गत वर्ष 9 महिना अगाडि सरकार जिम्मा लिँदा देशको अर्थतन्त्र अस्तव्यस्त ध्वस्तको अवस्थामा, यस्तरी ओह्रालो लाग्दो अवस्थामा थियो। त्यो ओह्रालो लाग्दो अवस्थाबाट ब्रेक हान्दै 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 ल्याएर यो वर्षभरिमा हामी त्यसलाई ठिक ठाउँमा ओह्रालो लाग्ने क्रमलाई रोकेर अब सकारात्मक बाटोमा फर्काउन हामी नयाँ बजेट ल्याउँदैछौँ, नयाँ नीति कार्यक्रम ल्याउँदैछौँ। त्यस क्रमले जानुपर्छ। अब हल्ला एकजना मन्त्रीले राजीनामा दिनुभयो भन्ने खुब प्रचार भएको छ। किन दिनुभयो अरे भन्दा प्रधानमन्त्रीले बसी खानै दिएन। मैले बनाएको मन्त्री, मैले काम लगाइराखेको छु, सहयोग गरिराखेको छु, सिकाइराखेको छु। उहाँले अस्ति भर्खर पनि अपरेसन गर्नुभयो, घाँटीको अलिक स्वास्थ्य पनि ठिक भएन। अनि यो धेरै ठुलो मन्त्रालय छ शिक्षा मन्त्रालय, सजिलो पनि छैन। त्यसो भएर उहाँले स्वास्थ्यको कारण देखाउनु भन्नुहोस्। स्वास्थ्यको कारणले उहाँले काम गर्न सक्नु भएन भने अब त्यो सबै आजको अखबार हेर्नुपर्छ। सबैको हेडलाइन मेरा देश, सबैको हेडलाइन मेरा देश। यो त कस्तो भने आश्चर्यको पनि अनौठो आश्चर्य लाग्छ। यस्तो दुश्मनी के कारणले हो? के कारणले हो त्यो दुश्मनी? सबैले एकै ठाउँ बसेर सल्लाह गरेर लेखे जस्तै गर्छ। सल्लाह गरेर मानिलिउँ प्रस्ताव राखेर पारितै गरेर यही लेख्ने भनेर लेखे जस्तै सबैको टेलिफोन संवादबाट योजनाबद्ध ढङ्गले लेखेका छन्। आजका पेपरहरूका हेडलाइन हेर्नु, सबैका सरकारले असहयोग गरेर कोही ठाउँमा लेखे होला। नत्र भने प्रधानमन्त्रीले असहयोग गरेर प्रधानमन्त्रीसँगको मतभेदबाट धेरैलाई लागेको छ। कोही नयाँ शक्तिहरूले त भनेछन् शिक्षा मन्त्रीको राजीनामा आयो, प्रधानमन्त्रीको आउनु पर्थ्यो। प्रधानमन्त्रीको राजीनामा मैले भन्ने गएको छु त 15 महिनापछि आउँछ भनेर। हाम्रो सहमति नै छ नेपाली कङ्ग्रेससँग 15 महिनापछि राजीनामा मैले गर्छु, शेरबहादुरजी प्रधानमन्त्री हुनुहुन्छ। स्पष्टै छ त यसमा। 15 महिना पर्खेर मेरो राजीनामा हेर्ने मन छ भने पर्छ 15 महिना पर्छ। म 15 महिनापछि राजीनामा गर्छु, शेरबहादुरजी प्रधानमन्त्री हुनुहुन्छ। पत्रिकालाई अरू नै बनाउन मन होला। 15 महिना त्यस्तै। आरजुजीको एउटा मिटिङ थियो, सँगसँगै शेरबहादुरजीको स्वास्थ्य परीक्षणका लागि ब्याङ्कक जानुभयो। वाह,
मन्त्रीको राजीनामाको एउटा कुखुराका चल्लाहरूले सानो फट्याङ्ग्रो पायो भने एउटा चल्लाले त्यहाँ पर्छ मात्रै कुद्छ, के खान आएको यसले भन्दा सबै कुद्छन् त्यसमा। अहिलेको मिडिया पनि त्यस्तै भएको छ, एउटाले ट्याक्कै टिपेर कुद्छ, के भयो चित्तोमा यसले खाना आएको हुन्छ, सबै त्यसका पछि टेक्केन भेट्टान भनेर। अनि अब शेरबहादुरजी स्वास्थ्य परीक्षणका लागि जानुभयो। अनि शेरबहादुरजीले कङ्ग्रेस र एमाले मिल्नु हुँदैन भनेर भन्ने मान्छे नभेटाएर खोज्न जानुभएको हो ब्याङ्क। त्यस्तो मान्छे यहाँ भेटाएको छैन, यहाँ सुनेको छैन त्यस्ता कुरा। हामी साथ दिन्छौँ, हामी सहयोग गर्छौँ, तपाईँ नै सरकार चलाउनुहोस्, तपाईँ नै प्रधानमन्त्री हुनुहोस्। ए भन्नु पर्खिनुहोस् न 14-15 महिना भनेको उहाँलाई नै बनाउने हो क्या। त्यति बेला साथ दिनुहोस् न, सहयोग गर्नुहोस् न, साथ दिनुहोस्, अहिले पनि साथ दिनुहोस्, पछि उहाँ बन्नुहुन्छ भनेर पनि साथ दिनुहोस् है। हल्ला चलाएका छन्। अब शेरबहादुरजी आएपछि के हुन्छ? नेपालमा प्रतिगमन हुनेवाला छैन। अब यो यसो पालबाट निस्किएर टिटी उडेका छिटिनेराहरूको जमाना आउँछ कि भन्ने नसोध्दै हुन्छ, केही आउनु र देश नेकपा एमाले भनेको गन्तव्यतिर अगाडि बढ्छ। छक्क पऱ्यो अस्ति नै असार 18 गते बिहान, 18 असार 17 गते राति नै सबै छक्क पऱ्यो। सिद्ध्याउँछौँ भनेको एमाले, सिद्ध्याउँछौँ भनेको केपी ओली प्रधानमन्त्रीको हुनेको के भयो? दुनियाँ लाग्दाखेरि पनि फेरि केपी ओली प्रधानमन्त्री, फेरि एमाले सरकारमा, एमालेको नेतृत्व एमाले गरेको छ। दुनियाँले सोचेको थियो 3 वर्षमा उही दिन जुन दिन छोडेर हिँडेको थियो त्यही दिन 3 वर्षभित्र फेरि फर्किएर संवैधानिक बाटोबाट के गर्नु, संवैधानिक बाटोबाट फेरि फर्किएर नेकपा एमाले आएको छ। फेरि पनि नेकपा एमाले आफ्ना सुकर्महरू मार्फत, सुविचार मार्फत, सुकर्म, सुनीति, सुव्यवहार, सुआचरण, सुगन्तव्य, सुसङ्कल्प मार्फत अगाडि बढ्छ र सफलता प्राप्त गर्दै अगाडि बढ्छ। 70 वर्ष पुरा भएर 77 वर्ष लागेका थिए। नेकपा एमालेको तर्फबाट नेपालमा प्रगति चाहने नेपाली जनताको तर्फबाट म यो उद्घोष गरिरहेको छु। यहाँको प्रगतिवादी आन्दोलनलाई, यहाँको लोकतान्त्रिक आन्दोलनलाई, यहाँको गणतन्त्रात्मक लोकतान्त्रिक आन्दोलनलाई कसैले पनि समाप्त पार्न सक्दैन। अब नेपाल अगाडि बढ्यो किनभने यसको ग्यारेन्टी नेकपा एमाले यस देशमा छ। नेकपा एमाले सबै समस्याको समाधान दिँदै अगाडि बढ्नेछ। एमाले छ यस देशमा र कुनै कलिलो काँचो एमाले होइन। 76 वर्ष पुरा गरेर 77 वर्षमा प्रवेश गर्दै गरेको एमाले। अनि कतिपयलाई मेरो उमेरको चिन्ता छ, कतिपयलाई स्वास्थ्यको चिन्ता छ। स्वास्थ्यको चिन्ता त पोहोर म बिरामी थिएँ, पोहोर बिरामी थिएँ, अहिले बिरामी छैन। अब मलाई बुढै देख्नु मन छ भने त 20-25 वर्ष पर्खिनुहोस् न भाइ, पर्खिनुहोस् न। बुढो नभएको मान्छे रहनै सक्दैन नि, बुढो त भइहाल्छ तर 20-25 वर्ष पर्खिनुहोस् न। किन हतार गरेर हुन्छ? हतार गरेर हुँदैन। 20-25 वर्ष पर्खिनुहोस्, 30 वर्ष पर्खिनुहोस्। अहिले चाहिँ मेरो बुवा हिँड्दै हुनुहुन्छ गभर्नर देखिकन, मलाई बुढो के भयो काङ्क्षा हो? मेरो बुवालाई भने हुन्थ्यो होला भरि। मलाई उमेरका कुरा, स्वास्थ्यका कुरा मेरो बारेमा एक दिन नाक मारेर पनि राख्नै क्या हो? खै
हामी एउटा गौरव मिसन बोकेर हिँडेका छौँ। जबसम्म सक्छौँ तबसम्म गर्छौँ। जबसम्म यस मिसनलाई बोक्न सक्छौँ तबसम्म कन्जुसाइ नगरिकन बोक्छौँ। जब सक्दैन बाँकी साथीहरू आउँछन्। हिजोका साथीहरू बितेर जानुभयो, हामीले थामेर अगाडि बढाएका छौँ। हामी पछि अरू साथीहरूले थामेर अगाडि बढाउनुहुन्छ। किनभने हामीसँग बुद्धले भने जस्तो उहाँका वरिपरि उहाँ दिवंगत हुने बेलामा, उहाँको निधन हुने बेलामा उहाँको वरिपरि भिक्षुहरू, भक्तहरू, अनुयायीहरू बसेर आँसु खसाउँदै सोधे, बुद्ध अब तपाईँको शेषपछि के होला? बुद्धिज्म के होला? बुद्धले भने मेरा विचारहरूले मलाई बचाउनेछन्, मेरा विचारहरूले मेरा विचारलाई बचाउनेछ। तिनीहरूलाई अनुसरण गर्दै तिनीहरू अगाडि बढ। विचारले बचाउने हो। नेकपा एमालेलाई विचारले सङ्गठित, पुनर्गठित, फेरि पछाडियो भने फेरि उठेर फेरि दुलो टक्क्याएर अगाडि बढेको छ। यो मर्दैन। यो विचारको कारणले, यसका महान उद्देश्यको कारणले यो अगाडि बढ्छ। कार्ल मार्क्सले त्यसै कारण भन्नुभएको थियो पेरिस कम्युन अहिले दबेको होला, तर पेरिस कम्युन जबसम्म यसका उद्देश्य पुरा हुँदैनन् फेरि पटक पटक दुनियाँका विभिन्न भागहरूमा प्रकट भइरहेछ। पेरिस कम्युन आज नेपालमा अझ मजबुत, अझ बलियो भएर प्रकट भएको छ। यसका उद्देश्य जबसम्म पुरा हुँदैनन् यो ठाउँ ठाउँमा प्रकट भइरहेछ। त्यो सही कुरा हो। अन्त कतिपय ठाउँमा अप्ठ्यारोमा होला, आन्दोलनहरू, कतिपय कारणहरू होलान्, कतिपय कमी कमजोरीहरू होलान्। हामी ती कमी कमजोरी पनि हुन दिँदैनौँ। कारण हुन सक्दछ, तर तिनको समाधान पनि छ। हामी समाधान दिएर अगाडि बढ्छौँ। त्यसकारण हाम्रो आन्दोलन कमजोर हुँदैन। यो विश्वासका साथ अगाडि बढ्न म साथीहरूलाई हार्दिक आग्रह गर्नेछौँ। आज हामी जेलमा हुँदा जान्थ्यौँ, पैसा लोभर कम सम्भेद, हामी जित्नेछौँ एक दिन भनेर हामी गीत गाउँथ्यौँ। हामीले त जितेका छौँ, अझ ठुला जितहरू हासिल गर्दै जान्छ, झन् ठुला जितहरू हासिल गर्दै जान्छ। त्यो गीत हामी जित्नेछौँ एक दिन हाम्रा लागि पुरानो भइसक्यो। हामी जित्नेछौँ त जेलमा बस्दा हामी गाउँथ्यौँ, भूमिगत हुँदा हामी गाउँथ्यौँ। सेल्टर, आज त सेल्टरको किताब लेख्दैछौँ, सेल्टरको भोगाई हामी बोकिरहेका छैनौँ। आज अर्को परिस्थिति सिर्जना भएको छ। कतिपय साथीहरूले बडो भावुक गरेर भन्नुहुन्छ, ओहो यस्ता पो कम्युनिस्ट थिए त भन्नु। हो त्यस्तै कम्युनिस्ट थिएर त यो दिन आयो त। हामीले त्यस्तै कम्युनिस्टबाट ल्याएका हौँ। र अरू दन्ते कथाका पात्र होइन लेख्ने मान्छे त यहीँ हुनुहुन्छ। सेल्टर लेख्ने मान्छेहरू, ती दिन भोग्ने मान्छेहरू यहीँ हुनुहुन्छ, यहीँ हुनुहुन्छ। म यहीँ छु। जेल भोग्ने मान्छे यहीँ छौँ, भूमिगत जाने मान्छे यहीँ छौँ, पिटाइ खाने मान्छे यहीँ छौँ, दुःख कष्ट भोग्ने मान्छे यहीँ छौँ, 50औं पल्ट गिरफ्तारी दिने मान्छेहरू यहीँ छौँ। आज सम्मानित भएका मान्छेहरू यहीँ हुनुहुन्छ, यहीँ हुनुहुन्छ। अहिले इतिहास भइसकेको छैन। इतिहास अझै जीवित छ। यो इतिहास अगाडि बढ्छ। अरू विभिन्न त्यस्ता सफलताका कथाहरूको श्रृङ्खला बनाउँदै अगाडि बढ्छ। अब मैले धेरै समय नलिएँ। मैले अघि नै भने गौरवपूर्ण 76 वर्षहरू हामीले पार गरेका छौँ र 100 वर्षभन्दा यस आन्दोलनलाई समृद्ध नेपाल, सुखी नेपालीको एक चरणमा पुर्याउने हाम्रो उद्देश्य रहेको छ। जनताको बहुदलीय जनताले हामीलाई मार्गदर्शन गरेको छ। हामीले तय गरेको समृद्ध नेपाल, सुखी नेपालीको गन्तव्यले हामीलाई ऊर्जा दिएको छ। त्यस सही गन्तव्यले, त्यस सङ्कल्पलाई साकार पार्न हाम्रो सक्रियताले हामीलाई सफलता दिलाउनेछ। त्यो विश्वासका साथ हामी अगाडि बढ्छौँ। दुनियाँको यथोचित सफलता र साथ सहयोग र समर्थन हामीलाई छ। हाम्रा छिमेकीहरूको साथ सहयोग समर्थन हामीलाई छ।
कसले भन्न साथ सहयोग समर्थन छैन। केही समस्याहरू त छिमेकमा देखा पर्न पनि सक्छन् नि कहिले कहिले, त्यसको सम्वादबाट हामी समाधान गर्छौँ, कुनै नयाँ कुरा होइन। अस्ति थाइल्यान्डमा भर्खर मोदीजी र मेरो लामै कुराकानी भएको छ, अझ लामो कुराकानी हुन्थ्यो, तर मोदीजीको अर्को कार्यक्रममा जानै पर्ने पूर्व निर्धारित कुराले गर्दा 45 मिनट जति कुरा गरेर हामी छुट्यौँ। बहुत राम्रो कुरा गर्छ। अनि विरोध छ, समर्थन छ आदि। अब त्यत्रो भारतमा कसैले विरोध गर्ला? यही नेपालभित्र पनि हाम्रो विरोध गर्ने छन् नि त। त्यत्रो भारतमा कसैले विरोध गर्ला? हुनसक्छ त्यत्रो चिनमा विरोध गर्दा कसैले, हुनसक्छ अमेरिकामा कसैले विरोध गर्दा, कुन व्यक्तिले के गर्छ? तर हाम्रा सम्बन्धहरू बहुत राम्रा छन्। हामी कसैका विरुद्ध होइन, सबैलाई मित्रता, सबैसँग मित्रता, कसैसँग छैन शत्रुता भन्ने नीतिका साथ अगाडि बढेका छौँ र हाम्रो अन्तर्राष्ट्रिय सम्बन्ध सन्तुलित छ, असंलग्न छ, तटस्थ छ, मित्रतापूर्ण छ। देशभित्र हाम्रो सम्बन्ध जनताको पक्षमा, लोकतन्त्रको पक्षमा, लोकतान्त्रिक गणतन्त्रको पक्षमा, संविधानको पक्षमा, शान्ति, सामाजिक न्याय, समानता, सुरक्षा र सम्मानित जीवनको सबैका निम्ति प्रत्याभूतिको पक्षमा छ। यसकारण शहीदका सपनाहरू हामीले नबोकेका होइनौँ, बोकिरहेका छौँ। तिनै सपना हामी पनि देखिरहेका छौँ, अझ उज्जवल भविष्यका सपना। अघि हामीले भिडियो हेऱ्यौँ, कहाँबाट कहाँ यिनै 30 वर्ष 32 वर्षमा हामी 33 वर्षमा हामी कहाँबाट कहाँ के विकास गर्यो, के फरक पर्यो, त्यो साथीहरूले अघि भिडियोमा हेर्नु। त्यसो भएर हामीले उपलब्धि हासिल गरेका छौँ, भिन्नता ल्याएका छौँ, भिन्नता ल्याउनेछौँ, सकारात्मक भिन्नता ल्याउनेछौँ। हामी नकारात्मक सोचबाट होइन, सकारात्मक सोचका साथ अगाडि बढेका छौँ। आज विशेष दिन, विशेष महत्त्वको यस दिन विशेष सङ्कल्प हामीले गर्नुपर्छ। त्यो सङ्कल्पका साथ अगाडि बढौँ भन्ने म साथीहरूलाई आग्रह गर्न चाहन्छु। देशभरिका साथीहरूले एउटा नयाँ अठोट, नयाँ सङ्कल्पका साथ यो 77 वर्षमा प्रवेश गरेर 77 वर्षलाई हामीले नयाँ उत्साहको वर्ष बनाउनुपर्छ, सफलताको वर्ष बनाउनुपर्छ। र यो मिसन 84 का लागि सफलताका आधारहरू, मजबुत आधारहरू बनाउने वर्षका रूपमा यो आगामी वर्ष हुनुपर्छ। यसै बिचमा पुष्प कणेलजी लेखा आयोगका अध्यक्षज्यूले अनि पुस्तक विमोचन गर्नुभएको छ। म उहाँलाई पनि धन्यवाद भन्न चाहन्छु, बालरामजीलाई धन्यवाद भन्न चाहन्छु, अरू सबै साथीहरूलाई पनि धेरै धेरै धन्यवाद भन्न चाहन्छु। र यस कार्यक्रमको आयोजनाका लागि केन्द्रीय कार्यालय धन्यवादको पात्र छ। सबैलाई धेरै धेरै धन्यवाद र हाम्रो 77औं नयाँ वर्ष यसको सन्दर्भमा सबैमा धेरै धेरै शुभकामना। धन्यवाद। अझै हाम्रो केही कार्यक्रमहरू बाँकी छ, पसिदिनु होला। नरेन्द्र राजगिरी